सो गाइस नेपालीमा के भनिन्छ यसलाई फाबर फाबरबारे तपाईँहरूले देख्न सक्नुहुन्छ होइन यति राम्रो छ कि होइन मेरो फोटो खिच्नु भयो आमा तपाईँहरू नखिच्ने फोटो पत्थरी सुगरको निकै राम्रो हुन्छ अरे फाबर यो नै हो ल तपाईँहरूले देख्न सक्नुहुन्छ फाबर है पत्थरी सुगरको चाहिँ एकदम मिठो दबाई है यो चाहिँ ल अनि जुन यो लजालु यो झार्छ नि तपाईँहरूले यसबाट पनि धेरै प्रकारको दबाईहरू बन्छ कि होइन र मान्छेहरूले प्रायः मलाई पनि आउँदैन होइन मैले पनि युट्युबतिर हेरेको बनाएको देखिएको थियो त्यही भएर भन्दै हो होइन ल हामी भोग्टे तर्फ चाहिँ पहिला टेकिसकेका छौँ ल यहाँको दृश्य हेर्न सक्नुहुन्छ बाटोहरू होइन सरर लागेर है अब हामी झन्झन डाँडा हुँदै लगभग हामी उता घुम्दै लगभग डम्बरपुरतिर झर्छ होला डम्बरपुर अथवा यता बानेश्वर कतै ओर्लिन्छ होला है गाइज सो साथी हो होइन म चाहिँ खतरा थाकिसकेको अवस्था छ तर पनि उहाँहरू थाक्नु भएको छैन मामा त पुरै डान्स गर्दै हुनुहुन्छ जमानामा त हाम्रो उहाँ मामा रबर डान्सर हुनुहुन्थ्यो नि त उहाँ बेली डान्सर तपाईँ है डान्स बच्चादेखि सिक्न मन थियो मनमा चाहिँ खतरा डान्स गर्छु म भनेपछि तपाईँ डान्सर है होइन मनमा नै मनमा बाहिर चाहिँ एक्सप्रेस गर्न आउँदैन मनमा त यस्तो हरामी डान्स उहाँको चाहिँ टाइममा प्र्याक्टिस चलिरहन्छ हेर्नु होइन सो गाइज अब हामी 3 भाइ चाहिँ लगभग भोग्टेको आधी बाटोतिर आइपुग्यो भनौँ न थाकेर राम्रै मजा लिइरहेको छ थाकेको पनि सो गाइज खतरा थाकिसक्यो तपाईँ निजगढको पनि दृश्य देख्न सक्नुहुन्छ हेर्नु राम्रोसँग नदेख्नु रहेछ देख्नु निजगढको दृश्य हो खतरा थाकिसक्यो भने डेन्जर आज त तपाईँहरू भ्लगिङ गर्न चाहनुहुन्छ भने यो त माथि आउँदा हुन्छ किनभने यहाँबाट तलको दृश्य चाहिँ एकदम बवाल छ एकदम धन्य खाल्टो पनि झर हेरेन बाटोमा यस्तो खाल्टो छ बर्खाको पानीले खोल्या भने चाहिँ मामा डेन्जर छ ल यो बाटोमा कति घर होला हजुर यो बाटोमा कति घर पर्यो होला पसिनो भइहाल्यो साथीहरू हल्का रेस्ट गर्दैछु राम्रो बाटो रहेछ है अनि त्यहाँबाट हामी यता आउँथ्यौँ यो बनकेरा यति खान्थ्यो बनकेरा वाक्कै बनकेरा खाने ठाउँ अनि पहिला सानोमा देख्ने बित्तिकै हामीले रोइदिनको वाक्क आउँथ्यो रिङ्गो लाग्थ्यो केरा देखेर सो गाइज डह्रो थाकेको अवस्था छ धेरै थकाइ फिल भइरहेछ कि जति शीतलाई त्यति नै अब ल्यान्द्राङ सुत्दिम चाहिँ मन लागिरहेछ के भएको हो थाहा छैन अब भोग्टे बस्ती आइपुग्न थाल्यो है गाइज यो यहाँतिर फेरि बत्ती सत्तीको कुरो गरौँ भने लाइन छ फेरि टोपी छ हेर्नु लाइनको पनि व्यवस्था छ यहाँतिर चाहिँ फेरि हेर त डाँडा पाखा हो तर व्यवस्था छ यहाँ सबै चिजको व्यवस्था छ सो गाइज हामी चाहिँ खतरा चढ्दैछौँ है हेर्नुहोस् तल हेर्नुहोस् ल यस्तो भोकटे भन्ने ठाउँ चाहिँ हामी चढ्दैछौँ साथीहरू सरहरू माथि पुग्नु भइसक्यो
म चाहिँ तल सो गाइस तपाईँहरूलाई म के भन्न चाहन्छु भने भन्न त के पनि चाहँदैन अहिले म माथि चढ्छु पहिला होइन ल हेर्नुहोस् गाइस आहा फेरि यहाँ आइपुग्दा कस्तो चिसो महसुस भइछ या ल यस्तो इतनी खुसी कसम से यहाँ आइपुग्दा कस्तो चिसो फिल भइरहेछ कि यहाँ तल त यस्तो गर्मी भइरहेको थियो गाइस निकै राम्रो ठाउँ छ यो चाहिँ होइन बस्नको लागि चाहिँ प्राकृतिक सुन्दरता ठाउँ हो यहाँ चाहिँ अब कस्तो चिसो फिल भइदिरहेको यहाँ आउने बित्तिकै ल यहाँ त राति त यार फ्यान पनि चाहिँदैन होला उहाँहरू माथि डाँडा पुग्नु भइसक्यो म चाहिँ यता ल्याठ्याक हे ल अब डाँडा पुगिसकेँ डाइरेक्ट नै टोकेको यार है हजुर डराएर चाहिँ अब हटिरह यहाँ तर पनि अझ साथीको फिल भन्दा सुँगिरहेछ मरले पवन सर चुम्मा खाइदिएला नि उहाँले फेरि हेर्नै नजिक आइसक्यो हामी नेपाली हो नटोकम कहिलेकाहीँ आउने मात्रै हो बाजे चुठौरी हामम सिम मगम भाइ ल क्यों चाहिँ थोंग मिल बडो बाजे है तिको मलाई बाजे राणा हाल खबर राणा मिन तिम्रो बाजे आइते सिंह ल बाजे फिल्टर नगरेको अर्ग्यानिक पानी पिउँदै हुनुहुन्छ उहाँ हाम्रो सरजी सो गाइज Ter bela sudah berla bay. Nyama sama gormung bay jam mar puido bana am suri. पानी पिउनुहुन्छ Jam ini. पुइ कस्तो क्युट ल हेलो ल उठ्यो हेर्नु फेरि हाम्रो चाहिँ यता के हुन्छ नि अर्ग्यानिक मौरीले घर बनाउँछ यता हेर्नु लगभग यसको अब ऊ पनि खाने बेला भइसक्यो जस्तो छ भरिसक्यो जस्तो छ अर्ग्यानिक हो यो मौरीले घर बनाएको ल भक्कहरू हामी चाहिँ लाग्यो अब बस अब तिमीहरू धन्नै चुम्मा खाइदिएको यार आहा गोरु ल हेर्नु त्यसैले अब ल हेर्नु पाउनु सर गोरु लोकल गोरु हो जर्सी गोरु र लोकल गोरुमा चाहिँ के फरक छ भने उहाँको जुरो छ नि जुरो माथि जुरो त्यहीँबाट छुट्टिन्छ ऊ त्यो जुरो हो कि सिङको पछाडिदेखि जुरो यो अहिले अलिक कलिलो रहेछ छिप जुरो कति खतरा निस्किन्छ नि है यहाँ धन्नै टोकेको राजाहरूले अनि हाम्रो पवन सर तपाईँलाई उयो झाङ छ नि उयो झाङ त्यो लहरा त्यसको बारेमा के थाहा छ तपाईँलाई बनमारा होइन मामा बच्चाहरू त्यो सानोमा ज्यान्डिस कि के हुँदाखेरि हो यो नै हो प्राय खोज्ने गर्छु नै पहेँलो झाङ जोस् खुवाउनुपर्छ भने अब के सिरानी मुनि राखेर अब के गर्दाखेरि चाहिँ ज्यान्डिस हराउँदो रहेछ बच्चाहरूको यो नै हो खासै विदेशमा हो भने यो लहराहरूको चाहिँ होइन अब जरा जाँदैन रुखमै हो सबै होइन विदेशमा चाहिँ हो भने यो जराको खाइरहेहरूले टक्क टिपेर यसको रिसर्च गर्न थालिसक्थ्यो होला केही न केही हाम्रो यता नेपालमा चाहिँ हाम्रो गाउँघरमा चाहिँ बच्चाहरूलाई जन्मेर ज्यान्डिस भयो के भयो भने चाहिँ
टक्क यो सिरानीतिर राख्छ होला अब राख्छ त्यस्तै त्यस्तै अनि जान्डिस हराउँछ अहिलेसम्म पनि छ त्यस्तो सो गाइस मान्छे बाइक साइकलमा अब भ्लगिङ गर्दाखेरि चाहिँ हामी पैतालो यात्रामा अब हजारौँ मिटर माथि होइन त मामा हजारौँ मिटर माथि डाँडामा हेर्नु कति माथि आइपुगेछु ल हेर्नु यसको जुमिङ त खासै हुँदैन तैपनि हेर्नु ल यो हाम्रो ठाउँ भएको छ मान्छेहरू अब भ्लगिङ गर्नको लागि बाइक साइकल होइन यहाँ अनेक थरी बोक्दै हामी चाहिँ 150 को चप्पल लायो म चाहिँ अनि लेठेक डाँडा चढ्यो हजारौँ मिटर माथि है अझ पनि हाम्रो गन्तव्य बाँकी नै छ हेर्नु टर्नै बाँकी रहेको छ बाटो यस्तो हो हेर्नुहोस् है ल खुट्टा दुखेर बर्बाद भइसक्यो मारी जङ्गलको बाटो हो अब मामा राम्रो बाटो छ नि यो बाटो चाहिँ राम्रो देखाएको त्यो त हो र मामा भिडियो बाटो छ हामी टक्क जङ्गलमा आएर चाहिँ भुलेको अवस्था कता कता मामा ल हिँड्नु त ल वन भालुले चाहिँ लखड्यो भने लखड्नु भएन त्यही हो साला भालुले लखड्यो भने म यस्तो छिटो दौडिन्छु तर ए त्यो खाए रे यो दौडिरहन्छु कम भाइरल भयो 1 लाख खर्च गरेर आएको होला त्यहाँ होइन डलर त्यसले अब करोडौँ कमाएर गइदियो यार आमा फलोवर त लोत्ती बढ्यो हुन्छ नत्र नि त तपाईँ जङ्गलमा हेर्नु यस्तो चिर्र गरेको आवाज तपाईँहरू सुन्नु त ल हेर्नु अहिले यो धुन खोज्नलाई मान्छेहरू छ नि गिटार बजाउँछ ब्यान्ड स्यान्ड भन्यो हाम्रो त जङ्गलमा यो हाम्रो ठाउँमा पाउँछ यस्तो पवन सर तपाईँ राम्रोसँग चिचाउनु तपाईँको आवाज फेरि रिटर्न आउँछ यता ओ सुन्नुभयो सुन्नुभयो तपाईँहरू ध्यान दिएर सुन्नु है एकचोटि देख्नुभयो त यो अनि यो चिर्र गरेको आवाज सुन्नु चिर्र गरेको ल आहा झ्याउकिरी जस्तै ब्यान्डमा गाना गाउनेहरूलाई त होइन त्यस्तोहरू त आवश्यक पर्छ नि ल टाटु टाटु ल हेर्नु यतै हो उहाँहरू पनि भ्लगिङ गर्दै हुनुहुन्छ यो भ्लगिङ गर्दै हिँड्ने क्रममा चाहिँ तपाईँले यो आवाज सुन्नु भएको छ नि यो झ्याउकिरा तपाईँ त्यो ब्यान्डमा गाना गाउनेहरूलाई प्रायः जस्तो यो आवाजको आवश्यक पर्छ के हेर्नु यो चाहिँ जङ्गल हो ऊ जङ्गल बिचमा हामी यहाँ करायो भने उत्तरपट्टि पाखाबाट छ नि हाम्रो आवाज रिटर्न आउने कि कस्तो होला तपाईँहरू सम्पर्क गरेर मसँग आउनुभयो भने त मैले घुमाइदिन्छु यो ठाउँ भ्लगरहरूलाई है फेरि स्पेसल्ली भ्लगरहरूको लागि चाहिँ यो चाहिँ फेरि भ्लगर अथवा टुरिस्टहरू घुम्न चाहनेहरूलाई कि जस्तै सुन्दरता हेर्न चाहनेहरूलाई यहाँको वातावरण बुझ्न चाहनेहरूलाई जस्तै त्यो भक्तलालबाट चाहिँ यति अलि माथि त्यो डाँडामा जाँदा त्यसको हावापानी चाहिँ कस्तो रहेछ त भन्ने बुझ्न चाहनेहरूलाई चाहिँ होइन हामी घुमाइदिन सक्छौँ फेरि यहाँ तपाईँहरू आउनु चाहनुहुन्छ भने सम्पर्क गर्नु है मसँग फेरि पिकनिकको लागि छ ठाउँ तपाईँ जस्तो पनि
ले पहिला पहिला यस्तो वन केरा खाएर चाहिँ सहर बजारमा अब त्यो उसले बनाएको केराको चाहिँ स्वाद हामीलाई खल्लो लाग्थ्यो कि अब त्यसको बानी परिसकेपछि यो खल्लो लाग्न थालेछ अर्ग्यानिकको स्वाद बिर्सिन थालेछ हामीले सो गाइज मलाई चाहिँ होइन दामी थकान पनि शीतल पनि छ गर्मी पनि छ सबै चिजको तर पनि एकमुष्ट मजा लिएर हिँडेको छु म अगाडि साथीहरू भ्लगिङ गर्दै हुनुहुन्छ होइन मेरो भिडियोलाई ठक्क हेर्नु सब्सक्राइब गर्नु अब मेरो प्राय रेगुलर जस्तो भ्लग आउनेवाला छ होइन तपाईँहरू मलाई सपोर्ट गर्नु होला तपाईँहरूलाई म राम्रो राम्रो दृश्यहरू देखाउने छ म कुनै बाइक साइकल म हुनेवाला छैन म जतिसुकै जे जस्तो भए पनि म त्यसमा हुनेवाला छैन किनभने म तपाईँहरूलाई यो डाँडा पाखाको जङ्गलको सुन्दरता देखाउनेवाला छु अनि गाउँठाउँको रहन सहन चलनलाई देखाउने छु है त गाइज फलो मी सब्सक्राइब है फलो चाहिँ मेरो टिकटक र फेसबुकमा हे बाटो त फेरि मासको झोल कम दामी छ है पुरानो बाटोहरू हिँड्दैछ कि ल हेर्नु अब ढाडा त कम छ त अझै माथि त्यहाँ त बाटो हेरेर हिँड्यो भने म फेरि सिधै तल पुग्छ आर्यमा लो हेर्ने यस्तै तल पुग्नु त्यसैले हेर्नुपर्ने जरुरी छ ल अनि जुन वैज्ञानिकहरूले सर्च गर्नुहुन्छ यो फुल चाहिँ एकदम निकै ऊ छ हेर्नु फाइदापूर्ण छ यसको अनेक थरी दबाई बढ्न सकिन्छ तर मलाई चाहिँ आउँदैन फेरि ल जङ्गलभरि छ जहाँको त्यहीँ पाउँदैन यो फुल हेर्नु ल है ल डाँडाभरि छ ल हेर्नु पाउँछ साँच्चै यो फुलको नाम के हो सर अन्त प्राय नपाउने भनेपछि माम है ल तपाईँहरूलाई पनि थाहा छ भने यो फुलको नाम चाहिँ कमेन्टमा सर्लक्क लेखेर पठाइदिनु होला गाइज होइन ल जहाँको त्यहीँ भेट्दैन यो फुल हेर्नु ल अब च्यालेन्ज हो भने त यो डाँडाको म टुप्पोसम्म पनि जान्थेँ कि तर च्यालेन्ज होइन होइन अब यो म भ्लगिङको लागि मात्र आएको थिएँ तर आज म यसको आधी बाटोसम्म मात्रै चढ्न सकियो हामी अब कसैले च्यालेन्ज दियो भने म यो डाँडाको माथि टुप्पोसम्म पुग्न सक्दिन्छु माथि अनि यो तल खोल्छ बिरान खोल्छ भुत जस्तै होइन अँध्यारो भुतै आउनु जस्तो ठाउँ पनि घुम्दैछु म यो ठाउँको त्यस्तो खोल्छ तपाईँहरूलाई त्यस्तो दृश्य देखाउन बाँकी नै छ कि दिउँसो 12 बजेको घाममा पनि त्यो खोल्छमा चाहिँ पुरै अँध्यारो हुन्छ कि त्यस्तो ठाउँ पनि छ कि यहाँ त्यो ठाउँ त देखाउनै बाँकी छ तपाईँहरूलाई म देखाउने छु तपाईँहरूले सपोर्ट गर्यो भने म यहाँको त्यस्तो दृश्यहरू सब देखाइदिन्छु म आवाज फर्केको ल हेर्नु तल गहिरो यो तल गहिरोमा छ नि दिउँसो 12 बजे पनि दिउँसो 12 बजे पनि तपाईँको छ नि यो तल खोल्जामा तल यो सानो हो त्यो सानो देखेर खोल्जाहरूमा अँध्यारो हुन्छ कि यति डाँडा माथि आयो होइन शीतल लागिरहेछ कि किनभने यो जङ्गलै जङ्गल छ होइन यहाँतिर घर सर छैन घर चाहिँ उता पाखामा चाहिँ रहेछ अब उतापट्टि डाँडामा भ्लगिङको लागि अब मान्छेले कताको के हाल्छ कताको के हाल्छ हामी त होइन अब जङ्गलको अब सुन्दरता देखाउँछ हामी अब वन भालु बाघ पक्कै देखाउन नसकौँला तर यहाँको यो भित्रको सुन्दरता शीतल कति मजा